कमलामाई नगरपालिका सिन्धुलीले लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान विशेष गरी यो नोभेम्बर 25 देखि डिसेम्बर 10 मङ्सिरको 9 गतेदेखि 24 गतेसम्म चाहिँ विभिन्न सचेतनामूलक कार्यक्रम मार्फत चाहिँ 1 देखि 14 वटासम्म कार्यक्रम अगाडि बढाएको छ, जसमा हामीले स्थानीय तह नगर कार्यपालिका बोर्डबाटै निर्णय गरेर सभाले पनि सम्बोधन गरेर यो कार्यक्रम गर्न जरुरी छ। स्थानीय तहमा विशेष गरी यो लैङ्गिक हिंसा 16 दिने अभियान चाहिँ यो एउटा 16 दिनको लागि मात्रै नभएर 365 दिन नै यस्ता खालका समाजमा रहेका विभिन्न तरिकाबाट हुने हिंसाहरूलाई न्यूनीकरण हुँदै अन्त्य गर्नको लागि चाहिँ कमलामाई नगरपालिकाले यस वर्ष पनि एकदमै पहिलो दिन प्रभात फेरी र्याली सहितको प्रत्येक वडामा विभिन्न सचेतनात्मक कार्यक्रम गरेर अगाडि बढेको छ। र यो कार्यक्रम गरिरहँदा हिजो परापूर्वकालदेखि महिलाहरूलाई मात्रै हिंसा हुन्छ र महिलाहरू मात्रै हिंसामा परेका छन् भन्ने खालको जुन एउटा सोचाइ थियो, जुन दृष्टिकोण थियो, आज महिलाहरू मात्रै नभएर पुरुषहरू पनि विभिन्न तौर तरिकाबाट विभिन्न खाले हिंसाहरूमा परेको कुरा समाजमा आउन थालेको छ, उजुरी टुङ्गाउने आउन थालेको छ, जसका लागि यो महिला भएकै कारणले या पुरुष भएकै कारणले पनि कोही पनि हिंसामा परिनुहुन्न र ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता, त्यस्ता खालका दृष्टिविहीन, त्यस्ता खालका समाजका जो बालबालिकाहरू, अबोध बालबालिकाहरू छन्, यी सबै प्रकारका समाजमा रहेका व्यक्तिहरू कोही पनि हिंसामा परिनुहुन्न, हिंसा गर्नु पनि हुन्न, हिंसा सहनु पनि हुन्न भन्ने पनि मूल उद्देश्यको साथ कमलामाई नगरपालिका एकदम गम्भीरतापूर्वक लिएर स्थानीय सरकारले विभिन्न कार्यक्रमहरू निर्माण गरेर यसमा चाहिँ विशेष गरी नीतिगत रूपमै बजेट विनियोजन गरेर सचेतनामूलक कार्यक्रम गरेर अगाडि बढेको छ। र यो कार्यक्रमले विशेष गरी हामीले वर्षौँदेखि अहिले लगभग 8 वर्ष व्यतीत भएको छ मैले स्थानीय तहको चाहिँ प्रतिनिधित्व गरेको, र यो 8 वर्षको पिरियडमा हामीले काम गर्दै आउँदा स्थानीय तहमा जब संहिता आए पश्चातको निर्वाचित बढी आइसकेपछि समाजका यस्ता खालका घटनाहरू समाजमा बाहिर भएका मात्रै होइन, व्यक्ति, परिवार र घरभित्र भएको घटनाहरूलाई पनि पहिचान गरेर स्थानीय सरकार प्रत्यक्ष जनतासँग जोडिएर पहिलो कुरा उहाँहरूलाई छिटो छरितो उचित न्याय दिनुपर्छ, सुशासित र सुशासन कायम गर्नुपर्छ, त्यस पछाडि मात्रै विकास र समृद्धिको पाटोमा अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यको साथ हामीले यस्ता खालका समाजमा रहेका विभिन्न खालका घटना परिघटनाहरूलाई चाहिँ पहिचानका साथ मैले अघि पनि भने व्यक्ति, घर र परिवारभित्रका घटनाहरूलाई विश्लेषण गर्दै समाजमा रहेका यस्ता खालका घटनाहरूलाई न्यूनीकरण गर्नको लागि यो लैङ्गिक हिंसा 16 दिने अभियानले पनि सम्बोधन गर्छ। यो भित्र पनि हामीले धेरै कुराहरू छलफल गरेर यहाँ चाहिँ विद्वानहरू, राजनीतिक दलहरू, अग्रज समाजसेवी, महिला नेताहरू लगायत यहाँका सरकारवाला निकायहरू र हामी स्थानीय सरकारले सघाउने सङ्घ संस्थाहरूसँग पनि सहकार्य गरेर हामीले 16 दिनलाई असाध्यै प्रभावकारी ढङ्गले अगाडि बढाएका छौँ। र आज लगभग हाम्रो यो लैङ्गिक हिंसा 16 दिने अभियानको आज अन्तिम दिन। हामीले विशेषतः पहिलो दिन मैले भने प्रभात फेरी र्याली सहितको 14 वडामा हामीले कार्यक्रमको निर्धारण गरेका थियौँ। विभिन्न प्रकारका कार्यक्रमहरू थियो, जहाँ चाहिँ काहीँ महिला जनप्रतिनिधिहरू, काहीँ चाहिँ श्रीमान श्रीमती बिचको सहकारीको संवाद कार्यक्रम होइन, काहीँ महिला मानवाधिकार रक्षकले अगाडि बढाउनु भयो, काहीँ पत्रकार जो चाहिँ हाम्रा महिला क्रियाशील पत्रकारले पनि पत्रकारहरूको बिचमा भएका समसामयिक विषयको बारेमा पनि छलफल गरे, लगायत विभिन्न खाले कार्यक्रम हामीले 1 देखि 14 वटासम्म अगाडि बढायौँ। र आज अन्तिम समापनमा पनि हामीले सबै क्षेत्र, वर्ग, समुदायका मान्छेहरू उपस्थित गराएर यो मानव अधिकार दिवसको दिन पनि आज विशेष भव्य सभ्य कार्यक्रम चाहिँ सम्पन्न गरेर हामीले अहिले लगभग 5 बजे दीप प्रज्वलन कार्यक्रम गर्दै एकदमै सौहार्द र अत्यन्त भव्य सभ्य रूपमा ऊर्जाशील भएर यसलाई चाहिँ भोलिको दिनमा पनि एउटा अभ्यासको रूपमा उहाँहरूले छलफलबाट ल्याएको निष्कर्षमा चाहिँ फेरि पनि हामीले नीति कार्यक्रम बजेट बनाएर अब कसरी जानुपर्छ भन्ने कुरालाई पनि एकदमै मध्यनजर गरेर उहाँहरूले ठोस हामीलाई सुझाव सल्लाह पनि दिनुभएको छ। यो प्रेरणाको चाहिँ एउटा चाहिँ हामीलाई गहना प्रेरणाको चाहिँ एउटा स्वरूप पनि रहेको छ र यो चिजले हामीले भोलि फेरि पनि लैङ्गिक हिंसा विरुद्ध विशेष गरी विभिन्न घटनाहरूलाई चाहिँ हामीले कसरी समाजमा जानुपर्ने रहेछ योजना बनाएर भन्ने कुराले पनि यसलाई सार्थकता दिएको छ। र अहिले हामी विशेष गरी 5 बजे दीप प्रज्वलन कार्यक्रम गरेर यो 16 दिने लैङ्गिक हिंसा अभियानलाई समापन गर्छौँ। तथापि यो लैङ्गिक हिंसा विरुद्धको दिवस मात्रै समापन हुन्छ, तर हामीले यो अभियानलाई निरन्तर दिएर स्थानीय सरकारले हामीले सक्ने कुरा हामी गर्छौँ, नसक्ने सङ्घ प्रदेश सरकारसँग पनि हामीले
सहयोग मागेर उहाँहरूलाई चाहिँ योजनाहरू माग गरेर पनि विशेष गरी राज्यले यो क्षेत्रमा विशेष महिला बालबालिका ज्येष्ठ नागरिक असहाय अशक्त र अपाङ्गताको क्षेत्रमा राज्यले पनि हेरिनुपर्छ भन्ने कुरालाई पनि हामी स्थानीय सरकारको तर्फबाट हामीले आफ्ना प्रस्ताव मागहरू र त्यस्ता दबाबहरू पनि दिएर हामीले यी कार्यक्रमहरूलाई प्रत्येक घर दैलो व्यक्ति परिवारमा लाने पनि जमर्को गर्दै आज यो कार्यक्रम समापन गर्न लागिरहेका छौँ।